आवाज कम भयो नमस्ते पोखरा म यता 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 भन्दिन है मलाई एकैचोटि आवाज चाहिन्छ सो नमस्ते पोखरा सो तपाईं सबैजना कन्सर्ट हेर्न आउनु भएको हो टाढा बसेर बदम छोडाएर घाम तापेर भैमा बसेर हेर्ने प्रोग्राम लोकदोहोरी हो सो तपाईँ कन्सर्टमा आउनु भएको छ पछाडि बसेर हेर्न केही रमाइलो हुँदैन त्यसैले आई वान्ट टु रिक्वेस्ट तपाईँ सबैजनालाई है जतिजना बस्नु भएको छ नि प्लिज उठिदिनुहोस् न ल मैले त्यहाँ भनेको ल हजुर तपाईँहरूलाई भनेको ल प्लिज उठिदिनुहोस् ल अनि को बस्नु भएको छ प्लिज सबैजना उठिदिनुहोस् न प्लिज उहाँ तपाईँहरूलाई भनेको ल उठिदिनुहोस् ल थ्याङ्क यू सो मच धन्यवाद उठिदिनु भयो है अब अलिकति अगाडि आइदिनुहोस् है तपाईँ नाच्नुभयो भने ब्यान्डलाई जोस आउँछ अझै रमाइलोसँग मनबाट नै उनीहरूले प्रस्तुति दिन सक्छ त्यसैले सबैजना रेडी हो यो चाहिएको मलाई पोखरामा बोल्दा मेरो पोखराको आवाज ठुलो चाहिन्छ है आज आइदिनु भयो भोलि पनि आउनुपर्छ है 13 दिनसम्म कन्टिन्यू आउनुपर्छ है 11 बजेसम्म है भोलि यही स्टेजमा वी हेभ दुर्गेश थापा त्यस्तै पर्सि यो स्टेजमा तपाईँले पाउनुहुनेछ 90s को भाइब्स दिने ब्यान्ड द्याट्स लेकाली ब्यान्ड अब भोलि चाहिँ साथीहरूसँग आउनुहोस् पर्सि चाहिँ आमा बाबालाई लिएर आउनुहोस् है आमा बाबाले नै सुनेको हुन्छ लेकाली ब्यान्ड त्यसपछि वी हेभ AYZ भाइहरूलाई चाहिँ मन पर्दो रहेछ है ओके अनि त्यसपछि AYZ पछि वी हेभ रकेट्स पछि तपाईँले यही स्टेजमा पाउनुहुनेछ एम्स्टरड्याममा होइन वी हेभ जेम्सी अनि शुक्रबार 9 गतिको दिनमा तपाईँले यही स्टेजमा पाउनुहुनेछ सबिन राई with his band Pharaoh 10 गते तपाईँहरूले एकदमै मन पराउने मान्छे 11 गते सेम स्टेजमा वी हेभ पर्पल सो सधैँ आउनुपर्छ हुन्छ सो अब यति बेला स्टेजमा सुरताल ब्यान्ड रहेको छ काठमाडौँदेखि आएको ब्यान्ड हो अब पोखराले देखाउनु पर्छ है पोखराले म्युजिकलाई कति सपोर्ट गर्छ भनेर देखाउनुहुन्छ So are you all ready? So on the stage we have Surtal. तो बोलेर मात्रै गयो नमस्ते पोखरा हल्ला पुगेन अझै एकचोटि फेरि हामी काठमाडौँदेखि आएको है एकचोटि फेरि हल्ला गर्दैन नमस्ते पोखरा यो जोस चाहिरहेको छ है सो हामी चाहिँ द सुल्तान ब्यान्ड हामी चाहिँ काठमाडौँबाट ओरिजिनली पहिलो गीत चाहिँ हजुरहरूले पक्कै पनि सुन्नु भएको होला अहिले हामी यति 6 जना ब्यान्ड मेम्बर देख्नु हो खास गरी हाम्रो फिमेल भोकलिस्टको चाहिँ इन्ट्री छ अब को हो कसो हो गीत सुनेर थाहा पाउनुहुन्छ होइन तर म एउटा हिन्ट चाहिँ दिन्छु है स्वप्न सुमन थाहा छ अहिलेको चलेको गीत थाहा छ स्वप्न सुमनको रिसेन्टली चलेको गीत बिजुली बलेको हो आउँछ है सबलाई है त हामी गाउँछौँ सबैजनासँग गाउनुपर्छ है त
मराउला मिठा कुराकानीले रात भराउला कदमको छाईमा बात मराउला मिठा कुराकानीले रात भराउला जबले से गाने उठकेर आए म त तिम्रै पछि फर्केर तिमीलाई नि पिरती छैन र अलिकति बोल्न नि कदमको छाईमा बात मराउला